हेलो गाइज वेलकम टु माई अनदर भिडियो। आज चाहिँ हामी बाहिर खाजा खानको लागि बाहिर गएको छौँ र पुरै मटन मटका खाने भन्ने निर्णय भयो हैन। त्यसपछि हामीले मटन मटका अर्डर गरेपछि मटन मटका यसरी रेडी भएर एउटा बहिनीले ल्याइदिन्। त्यसपछि हामी चाहिँ खानालाई लगभग रेडी भइसक्यो। बहिनीले सोध्दै थिइन् आफै हाल्नुहुन्छ कि म हाल्दिउँ भनेर। अनि मैले सोधेँ कसरी हाल्नुपर्छ भने उनले देखाइन् बिर्को खोलेर अनि डाडुले हाल्नुपर्छ अरे। ल हामी आफै हालेर आफै खान्छौँ भन्ने हिसाबमा लाग्यो हैन। त्यसपछि फेरि टक्क मटन मटकाको त्यो बिर्को उगार्दाखेरि त ओहो यस्तो बास्ना यस्तो मिठो, हेर्दाखेरि पनि अझै उम्लिरहेको थियो हैन। त्यो पुरै भकभक भकभक उम्लिरहेको थियो। यस्तो मजाको है फर्स्टचोटि ट्राई गरेको हो फेरि जिन्दगीमा हैन। यस्तो मजा आयो है। दुईजनाले लगभग भ्याइ नै भ्याइ भएको थियो कि दुईजनालाई। यस्तो मिठो यस्तो राम्रो फेरि हैन। जिब्रोमा चाहिँ त्यो स्वाद चाहिँ खाइराखौँ जस्तो लाग्ने त्यस्तो मिठो भएको थियो हैन। त्यसपछि चाहिँ म हाल्न थालेँ। अनि हालिसकेपछि यस्तो मजाले यस्तो रसहरू यस्तो मसलाहरू चाहिँ यस्तो मिठो रहेछ यसमा हैन। बहुत मजा आयो। त्यसपछि फेरि हामी तीनै बुढी म अनि मेरो छोरी तीनै खान थाल्यौँ। हालिसकेपछि एकदम मिठो मानिन्। प्रायःजसो मेरो श्रीमतीले अब त्यति खासै मिठो मान्थिनन् अरू बेलामा चाहिँ हैन, घरमा पकाएको बेलामा चाहिँ। अनि आज चाहिँ यस्तो मिठो मानिन्। अनि त्यसपछि मैले फर्स्ट बाइट लिएँ हैन। वाउ यस्तो मजाको आहा यस्तो मिठो लाग्यो। मासु पनि खाएँ, मासु पनि यस्तो दामी बनाएको हैन, मजाले पाकेको। अनि त्यसपछि हामी चाहिँ अर्कोतिर खान थालेपछि अर्को भिडियो एकछिन पज गरेर दोस्रोचोटि बनाएको भिडियो हो। बुढीले चाहिँ कति आफू मात्रै खानु, यसो माया प्रेम पनि साटौँ न त एकअर्कासँग भन्दै म तपाईँलाई खुवाउँछु, तपाईँले नि मलाई खुवाउनु भन्दै थिइन्। अनि म उता मासु ठुलो भयो भनेर मासु काट्दै बुढीले अनि मलाई खुवाइदिन्। टक्क मैले खाएँ। आहा बुढीको हातको त झन् अझ मिठो भएको कि मलाई त्यो अघिको भन्दा पनि हैन। त्यसपछि फेरि मैले पनि बुढीलाई खुवाइदिएँ। अब पालो पैँचो त तिर्नु पर्यो हैन। बुढीलाई पनि अघि भन्दा मिठो भएछ क्या हो, खुसी भइरहेछिन्। त्यहाँबाट अनि राम्रोसँग खायौँ हामीले हैन मजाले। जस त्यहाँ खाएको त्यो पैसा तिरेको अथवा त्यो पैसा खर्च भएको चाहिँ लोभ लागेन। एकदम पैसा असुल थियो कि त्यस्तो स्वाद थियो, त्यस्तो टेक्सचर एकदम मजाको हैन। लसुन पनि थियो एउटा हामीसँग। अनि त्यो हामीले चाहिँ त्यहाँको त्यो न्यापकिन पेपरहरू चाहिँ धेरै खर्च गऱ्यौँ। त्यहाँनिर राखा जति सबै सक्यो कि म त अब किनकि बच्चालाई पनि खुवाउनु पर्ने हैन। बच्चालाई पनि खुवाइरहेको थिएँ। अनि त्यही भएर पनि अब हातले उभ्याइरहेको थियो। बच्चाको हातमा मुखमा लागेको बेला सफा गर्दै थिएँ। हामीले चाहिँ बच्चाको चाहिँ भिडियोहरू राखेको छैन जस्तो लाग्यो। त्यसपछि खायौँ गमागम रुई खायौँ। त्यहाँपछि अनि खाइसकेपछि लास्टमा भिडियो बन्द भयो।